नमस्कार। पराशर गुरु नेपालको ज्योतिषको तर्फबाट आज म मीन राशिका सम्पूर्ण जातकहरूको लागि वर्ष 2083 को विस्तृत वार्षिक राशिफल प्रस्तुत गर्दैछु। सबैभन्दा पहिले मीन राशिको स्वभाव बुझौं। मीन जल तत्वको राशि हो, जसको स्वामी बृहस्पति, परम्परागत र केतु सूक्ष्म प्रभाव मानिन्छ। यस राशिका जातकहरू अत्यन्त संवेदनशील, आध्यात्मिक, कल्पनाशील र दयालु स्वभावका हुन्छन्। तपाईहरू अरूको भावना सजिलै बुझ्ने, सेवा गर्ने र भित्री रूपमा गहिरो सोच राख्ने व्यक्ति हुनुहुन्छ। तर कहिलेकाहीँ अत्याधिक भावुकता, भ्रम र वास्तविकताबाट टाढा जाने बानी कमजोरी बन्न सक्छ। अब 2083 सालतर्फ जाउँ। यस वर्षको वर्षेश राजा ग्रह सूर्य र मन्त्री ग्रह मङ्गल भएकाले मीन राशिका लागि यो वर्ष आन्तरिक परिवर्तन र बाह्य सङ्घर्षको वर्ष रहनेछ। बृहस्पतिको ज्ञान र मङ्गलको ऊर्जाबीच सन्तुलन राख्न सके जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ। ग्रहस्थिति र वार्षिक प्रभाव। वर्षको सुरुवातमा बृहस्पतिको प्रभावले ज्ञान, आध्यात्मिक उन्नति र अवसर दिनेछ। शनिले कर्मक्षेत्रमा जिम्मेवारी र वास्तविकताको सामना गराउनेछ। राहु र केतुको प्रभावले मानसिक द्वन्द्व, भ्रम र अचानक परिवर्तन ल्याउन सक्छ। यसैले समग्रमा आफ्नो अन्तर्ज्ञानमा विश्वास गर्नुहोस्, तर वास्तविकतामा टेकेर अघि बढ्नुहोस्। करियर। मीन राशिका लागि 2083 करियरको हिसाबले मिश्रित रहनेछ। सुरुवातमा अलमल हुन सक्छ, तर वर्षको मध्य र अन्त्यतिर सुधार हुनेछ। क्रिएटिभ, कला, सङ्गीत, आध्यात्मिक, हेल्थकेयर क्षेत्रमा सफलता, विदेश वा अनलाइन कामको अवसर। तर स्पष्ट लक्ष्य बनाउनुहोस्, भ्रममा परेर निर्णय नगर्नुहोस्। धनको हिसाबले यो वर्ष मध्यम रहनेछ। आय आउनेछ, तर खर्च पनि बढ्नेछ। अनावश्यक खर्च नियन्त्रण गर्नुहोस्, बचतमा ध्यान दिनुहोस्। वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध गहिरो हुनेछ, तर कहिलेकाहीँ गलतफहमी हुन सक्छ। स्पष्ट संवाद गर्नुहोस्, भावनामा बगेर निर्णय नगर्नुहोस्। अविवाहितहरूका लागि आध्यात्मिक वा गहिरो सम्बन्ध बन्ने सङ्केत छ। शिक्षा। विद्यार्थीहरूका लागि यो वर्ष राम्रो रहनेछ। विशेष गरी कला, साहित्य, मनोविज्ञान र आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ। ध्यान केन्द्रित गर्न सके ठूलो उपलब्धि हुनेछ। स्वास्थ्यतर्फ मानसिक तनाव, अनिद्रा हुन सक्ला, पाचन र पानीसँग सम्बन्धित समस्या आउन सक्ला। ध्यान, योग र पर्याप्त आराम अत्यन्त आवश्यक हुनेछ। परिवारमा भावनात्मक सम्बन्ध बलियो हुनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। कहिलेकाहीँ भावनात्मक विवाद हुन सक्छ। सामाजिक रूपमा तपाईँ शान्त र गहिरो सोच भएको व्यक्तिको रूपमा चिनिनुहुनेछ। तपाईँ धेरै चयनात्मक रूपमा सम्बन्ध बनाउनुहुन्छ। गुणस्तरीय सम्बन्ध बन्ने सङ्केत। राजनीतिक सङ्केत। मीन राशिका लागि यो वर्ष भावनात्मक र विचारात्मक नेतृत्वको वर्ष हो। राजनीति वा सामाजिक क्षेत्रमा रहेका व्यक्तिहरूले जनताको भावना बुझेर काम गर्नुपर्ने देखिन्छ। सेवा भाव नै तपाईको शक्ति हुनेछ। मासिक ग्रह गोचर र भविष्य। अब महिनागत सङ्केतलाई निरन्तर रूपमा बुझौं। वैशाख र जेठ महिनामा नयाँ सोच, योजना र सकारात्मक ऊर्जा रहनेछ। असार र साउन महिनामा मानसिक दबाव, भ्रम र निर्णयमा सावधानी आवश्यक हुनेछ। भदौ र असोज महिनामा राहुको प्रभावले अचानक परिवर्तन र दिशा परिवर्तन हुन सक्छ। कार्तिक र मङ्सिर महिनामा बृहस्पतिको सहयोगले सफलता, लाभ र अवसर प्राप्त हुनेछ। पुष र माघ महिनामा स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनुहोस्। फागुन र चैत महिनामा समग्र सुधार, आत्मविश्वास र उपलब्धि बढ्नेछ। भाग्यशाली तत्त्व। भाग्यमानी अङ्क 3 र 7। भाग्यमानी दिन बिहीबार, सोमबार। भाग्यमानी महिना मङ्सिर, चैत। भाग्यमानी रङ्ग पहेँलो, सेतो, हल्का नीलो। उपाय। अब समस्याहरूको समाधानतर्फ जाउँ। प्रत्येक बिहीबार बृहस्पतिको पूजा गर्नुहोस्। पहेँलो वस्त्र वा चना दान गर्नुहोस्। ओम बृहस्पते नमः मन्त्र जाप गर्नुहोस्। ध्यान र आध्यात्मिक अभ्यास गर्नुहोस्। भ्रमबाट टाढा रहनुहोस्, यही तपाईको सबैभन्दा ठूलो उपाय हो। अन्तमा मीन राशिका लागि वर्ष 2083 आन्तरिक विकास, भावना र परिवर्तनको वर्ष हो। सही दिशा रोज्नुभयो भने सफलता निश्चित छ। यदि तपाईँ आफ्नो पर्सनल जन्मकुण्डली अनुसार सटीक भविष्य, करियर, विवाह वा जीवनको गहिरो अनुसन्धान चाहनुहुन्छ भने पराशर गुरु नेपालको ज्योतिषसँग सम्पर्क गर्नुहोस्।
सम्पर्क नम्बर 982555। यो सेवा शुल्क लाग्ने पेड सेवा हो। तपाईको सम्पूर्ण जानकारी पूर्ण रूपमा गोपनीय र सुरक्षित राखिनेछ। ज्योतिषले तपाईलाई डर देखाउँदैन, सही मार्ग देखाउँछ। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।